हाय नमस्ते वेलकम बैक टू माय यूट्यूब च्यानल सासा संसार अनि मेरो छोटो मिठो मिनी ब्लगमा चाहिँ स्वागत गर्न चाहन्छु। यो मिनी ब्लग चाहिँ हो अलि अगाडिको। हामी चाहिँ उता लेटाङतिर गएको थियौँ हैन, गाडीमा चाहिँ रामपुरसम्म गएर चाहिँ बाइकमा गएको त्यहाँबाट चाहिँ। अनि यो चाहिँ कस्तो सुन्दर छ नि हाम्रो, साँच्चै नै है। बालन शाहले भन्नुहुन्छ नि है, कति राम्रो छ के, जहाँ पनि राम्रो छ कि सबैतिर प्राय चाहिँ पूर्व हेऱ्यो पूर्वै रमाइलो, पश्चिम हेऱ्यो पश्चिमै रमाइलो, सारा संसारै रमाइलो हाम्रो नेपाल त है। हामी चाहिँ यसरी गाडीमा जाँदैछौँ, त्यतिखेर चाहिँ कास फुल्ने सिजन थियो कि, अनि कति मजाले फुलेको थियो, यति राम्रो देखिन्थ्यो नि हेर्दाखेरि है। म चाहिँ नानी काखमा भएर अलिक क्याप्चर राम्रोसँग गर्न पाएन, तर एकदमै राम्रो देखिएको थियो कि त्यतिखेर। अनि यो बाढी पनि आइरहेको थियो। यो चाहिँ हो सप्तकोशी धरतीकै पहिलो तीर्थस्थल बराह क्षेत्र भन्छ नि, हो यहीबाट अलिकता उताबाट जाने हो। अनि हामी एकछिन यहाँ सप्तकोशीमा बसेर चाहिँ फोटोसोटो खिच्यौँ। अनि त्यसपछि चाहिँ इटहरी पुगेर थोरै सपिङ गर्नु थियो, जसलाई भेट्न जाँदै थियौँ उहाँहरूको लागि थोरै सपिङ पनि गऱ्यौँ। अनि हामीले खाजासाजा नि खायौँ। चाहिँ इटहरीमा 8वटा मोमो मात्रै दिँदो रहेछ है, मलाई थाहा थिएन कि, यतातिर त 10वटै हो नि त। 8वटा मोमो खायौँ हामीले। त्यसपछि मलाई चाहिँ यो सङ्गीत चोकहरू भनेको चाहिँ मैले एकदम सुनेको थिएँ कि, त्यो व्हाइट फेदर बुटिकतिर होइन। अनि त्योहरू हेर्न कस्तो थियो, इच्छा लागिरहेको थियो कि, तर पाइनँ, साँझ भइसकेको थियो, नानी पनि थिएँ त्यहाँ। मलाई एकचोटि जान पनि मन चाहिँ लागेको थियो, साँझ भएको भएर जान पाइएन। हामी लेटाङसम्म पुग्नु थियो। थोरै यहाँबाट सपिङ गरेर चाहिँ हामी यसरी चाहिँ हिँड्यौँ। उहाँहरूलाई नै हामी भेट्न गएको। हाम्रो चाहिँ फुपू दिदी बिनाजु सबैजना हुनुहुन्छ। उहाँ चाहिँ मेरो जेठानी दिजूहरू सबै कति धेरै हुनुहुन्छ त्यहाँनिर। यसरी भेट्यौँ, एक रात बसेर चाहिँ हामी बेलुका पुगेको थियौँ। अनि बिहान चाहिँ हिँडिहाल्यौँ 2 घन्टा। विराटनगर पनि बसेर चाहिँ हामी हिँड्यौँ। नानीलाई चाहिँ यसरी यो सलमा बेरेर यसरी लिएर हिँडेको के रहर होला नि, तर एकचोटि पनि दुःख दिएन कि नानीले मलाई दिन चाहिँ है। यसरी हामी पुरै विराटनगर लेटाङ 24 घन्टामा घुमेर फर्केको थियो कि। यहाँ चाहिँ विराटनगर पुग्यौँ। विराटनगर पनि उहाँको चाहिँ फुपूको छोराहरू हुनुहुन्छ, थुप्रैजना हुन्छ। अनि त्यहाँ अलिकता सानो भेटघाट गरेर चाहिँ हामी फर्किहाल्यौँ। नानी थियो नि त, गर्मी पनि बेसरी भयो मलाई त। अनि यो फर्किने बेलासम्म पनि यो बाढी कम भएको थिएन कि। थ्याङ्क्स फर वाचिङ। यहाँसम्म आइपुग्नु भने चाहिँ प्लिज सब्सक्राइब गर्न नबिर्सिनु होला, र भिडियो कस्तो लाग्छ हेरेर कमेन्ट पनि गर्नु होला। बाइ बाइ, स्टे ट्युन, प्लिज सब्सक्राइब।